पुलिस स्टेशनमा एफआईआर दिएर चलेको क्रिमिनल केसमा वा प्रहरीले आफै इन्भेस्टिगेट गरेर प्रतिवेदन उठाएर पक्राउ गरी कसैलाई चलाएको फौजदारी मुद्दामा पुलिस स्टेशन भित्रै मिलापत्र गरेर मुद्दा डिसमिस गरेको देख्नु भएको छ कि छैन? के त्यसो गर्न मिल्छ त? केही फौजदारी अपराधहरू छन् जसमा चाहिँ मिलापत्रद्वारा पुलिस स्टेशन भित्रै सर्ट आउट गरेर मिलापत्र गरेर मुद्दा डिसमिस गर्न मिल्छ। जस्तै ठगीका मुद्दाहरू भए, बैंकिङ कसूरका मुद्दाहरू भए, यस्तै सानातिना मुद्दाहरू चाहिँ पुलिस स्टेशनमै के कति लिने दिने पर्ने हो, के कति ठगी गरेको हो या के कति बेहोर्न पर्ने हो, दायित्व निर्वाह गर्न पर्ने हो, त्यो गरिसकेपछि मुद्दा डिसमिस हुन्छ, गर्न मिल्छ। तर कतिपय गम्भीर किसिमका फौजदारी मुद्दा हुन्छन्, जघन्य प्रकारका मुद्दाहरू हुन्छन्, राष्ट्र विरुद्धका मुद्दाहरू हुन्छन्। यी सामान्य मुद्दाहरू बाहेक यस्ता ठुला ठुला मुद्दाहरूमा चाहिँ प्रहरीले मिलापत्र गर्न पाउँदैन, अधिकार छैन प्रहरीलाई। यदि प्रहरीले त्यसो गर्छ भने प्रहरी विरुद्ध नै उजुरी गर्न मिल्छ, प्रहरीलाई नै कारबाही हुन्छ, विभागीय कारबाही हुन्छ त्यो आफ्नो ठाउँमा र अदालती कारबाही हुन्छ त्यो अलग्गै। यसरी चाहिँ प्रहरी विरुद्ध कारबाही गर्न मिल्छ यदि तपाईहरुले देख्नुहुन्छ कतिपय यस्ता फौजदारी मुद्दाहरू, गम्भीर प्रकारका फौजदारी मुद्दाहरू जसलाई प्रहरीले पुलिस स्टेशनमै मिलापत्र गरेको देख्नुहुन्छ भने। सामान्यतः रेप केसेसहरूमा मिलापत्र भएको प्राय जसो देखिन्छ है, यो मिल्दैन। पोइन्ट टु बी नोटेड। थ्यांक यू।